झिल्के दाइको भयङ्कर दामी दामी टिप्सहरुमा तिमीहरूलाई स्वागत छ। मलाई थाहा छ तिमीहरूको नाकामा पानी चढिसकेको छ भाइ। अब तिमीहरूलाई सिंगलबाट मिंगल हुन मन छ। दामी दामी रामी 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 वरिपरि भन्ने र्याप सुनेको धेरै भयो। अब रियलमै दामी दामी टिप्सहरूलाई डेट हान्न मन छ। फिकर नट, झिल्के दाइ इज हियर टु गिभ्स यु लट अफ टिप्स गाइज। आज म तिमीहरूलाई सिकाउने छु आफूलाई मन पर्ने क्षमतालाई कसरी आफ्नो बनाउन सकिन्छ त। तर त्यो सबै तरिकाहरू जान्नुभन्दा पहिला केही नियमहरू छन्। ती नियमहरू थाहा पाउन जरुरी छ। यो संसारको सृष्टिका नियमहरू जान्न जरुरी छ। ह्युमन साइकोलोजीले कसरी काम गर्छ भन्ने कुरा जान्न जरुरी छ। सो हरेक मान्छेको सोच विचार आनी बानी फरक फरक भए पनि ह्युमन साइकोलोजीले भने एकै किसिमले काम गर्छ। मानिसको ब्रेनले एकै किसिमले काम गर्छ। अनि ब्रेन एउटा यस्तो मुख्य चिज हो जसको निर्देशनमा शरीरका सबै अङ्गहरूले काम गर्छ। अब मेन विषयवस्तुमा छिरेर हाम्रा भोरी खोतरेर तिमीहरूको सामु पस्किदिन्छु। ज्ञान गुणको कुराहरू भाइ लिस मनन गरिस् भन्ने तिमीहरूलाई फाइदा तिमीहरूलाई काम लाग्छ। यो संसारमा कुनै पनि मानिसले कसैलाई मन पराउँछु भन्छ वा फल्ना मानिस मलाई मन पर्छ भन्छ भने त्यो मान्छेलाई उसले देखेको हुनुपर्छ वा बुझेको हुनुपर्छ वा त चिनेको हुनुपर्छ। मतलब कुनै पनि मानिसलाई मन पराउनु भन्दा पहिला बुझ्न चिन्न जरुरी हुन्छ। अब त्यो प्रत्यक्ष भेट भएर सम्भव छ वा अहिलेको एडभान्स जेनेरेसनमा इन्टरनेटको माध्यमबाट त्यो सबै सम्भव भइरहेको छ। तिमी कुनै मानिसलाई देखिरहेको हुन्छौ र उसको गतिविधिहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निहालिरहेको हुन्छौ। त्यसकारण ती मानिसहरू तिमीलाई मनपर्छ वा त तिमी आफूलाई उसको फ्यान भनेको हुन्छौ। एक्जाम्पलको लागि मेयर बालेनलाई लिएर हेरौँ। यदि सोसल मिडिया र भिडियोजहरूमा बालेन शाह नआउने र नदेखिने हो भने मेयर बालेन शाहलाई हामीले चिनेका पनि हुन्थेनौँ। नचिन्ने हो र नदेख्ने हो भने बालेन हामीलाई मनपर्ने कुरै हुन्थेन। अझ सजिलोसँग यसरी बुझ, तिमीलाई विश्व वा नेपालमा कुनै पनि विशिष्ट व्यक्ति वा सेलिब्रिटी मनपर्छ वा फ्यान हो भन्छौ भने त्यो व्यक्ति वा सेलिब्रिटीलाई भिडियोजको माध्यमबाट हेरिरहेको हुन्छौ। उसको गतिविधिहरूलाई उसको राम्रो पक्षहरूलाई हेरिरहेको हुन्छौ। त्यसैले तिमीलाई उनीहरू मनपर्छ। यो सबै भन्नुको अर्थ एक अर्कामा एट्र्याक्सन हुनको लागि, माया प्रेम हुनको लागि एक अर्कालाई देख्न बुझ्न चिन्न जरुरी छ। यही नियममा संसारका भयङ्कर भयङ्कर माया प्रेमहरू भएका छन्। यही प्रिन्सिपलमा लभले काम गर्छ। यदि नदेखिएको वा एकअर्का बीच कन्भर्सेसन नभएको, चिन्ने नचिनेको मानिस बीच माया प्रेम हुन्छ भन्ने कुरा सम्भव नै छैन। तिमीहरू आफै सोचेर हेर, तिमीले देख्दै नदेखेको, तिमीलाई थाहा नै नभएको मानिसलाई तिमी मन पराउँछौ होला त? त्यो हुन सक्छ होला? सक्दैन, सक्दैन। हो, त्यसैले कसैलाई डेट गर्नु छ वा च्वाक छम्माको मायामा चुलुम्म डुब्नु छ भने उसलाई तिमीले देख्न र उसले तिमीलाई देख्न जरुरी छ। जब तिमी कुनै सुन्दर केटीलाई देख्छौ, तिमीलाई पहिलो नजरमा उनी मनपर्छ। उसको एपियरेन्स, उसको सुन्दरता तिमीलाई मनपर्छ। यदि नदेखिने हो भने तिमीलाई थाहा नै थिएन। त्यति मात्र होइन, तिम्रो दिल दिमागमा उसको सुन्दरताको कुनै चित्र नै थिएन। तर जब तिमी कुनै केटीलाई देख्छौ, उसको एउटा चित्र तिम्रो मन मस्तिष्कमा बस्छ। जलजली उसको सुन्दरता तिम्रो आँखामा घुमिरहेको हुन्छ। अब यसलाई एट्र्याक्सन भनिन्छ। ह्युमन नेचर हो यो। मानिस भन्ने प्राणीमा यो सब हुन जरुरी छ। त्यसो नहुने हो भने त सृष्टिको नियम विपरीत गएको भन्ने बुझिन्छ। एउटा मानिस विपरीत लिङ्गप्रति आकर्षण हुनु स्वाभाविक कुरा हो। विशेष गरी यो बुढाबुढी भर्खर कुखुरे वैसा आएको चल्ला चल्ली टिनेजरहरूमा प्रशस्त देखिन्छ। अब धेरै गफ मात्र ठेकाएर छ झिल्के दाइले भन्नौ, तर पुरै भिडियो हेरिसक्दा मात्र बुझ्नेछौ गफ दिनु पछाडिको राज, यो सबै व्याख्या गर्नु पछाडिको राज। भिडियो अन्तिम हुँदासम्म छर्लङ्गै हुनेछौ। यो भिडियो हेरिसक्दा यहाँ भनिएका कुराहरू लागू गर्दा तिमीले चाहेको केटी तिम्रो प्रेमीको रूपमा पाउनेछौ। लेखेर राख्यो हुन्छ, ठोक्वा दिन्छु। यो भिडियोमा भनिएका कुराहरू राम्रोसँग बुझेर फलो गर्यौ भने तिमीले चाहेको क्षमतासँग तिमी डेट गर्नेवाला छौ। अब तिमीले कहीँ कतै कुनै दामी चिजलाई देख्यौ, तिमीलाई ऊ च्वाक लाग्यो र ऊ मन पर्यो। ओ माई गड, उसले आफ्नो जीवन बनाउन पाए त भन्दै सपनामा चुलुम्म डुबेर र्याल सरे हुँदै मनको लड्डु घिउमा चुपेर खाना भइसक्यो होइन? तर अब रियल लाइफमा जीएफ बनाउन बाँकी नै छ। कसरी सम्भव छ त? झिल्के दाइको बजारमा एन्ट्री भइसकेको छ। झिल्के दाइले तिमीहरूलाई एक टिप्सहरू सिकाउँछ। ध्यान दिएर सुन्ने अनि यसलाई डिपली फलो गर्ने। तिमीहरूले चाहेको क्षमता तिम्रो अङ्गालोमा हुनेछ। सबैभन्दा पहिला जति सकिन्छ त्यति धेरै उसँग इन्ट्रेक्सन हुने प्रयास गर्ने, उसको अगाडि देखिने प्रयास गर्ने, ताकि तिमी दुईले एकअर्कालाई देख्न सकोस्। जति धेरै एक अर्कालाई देख्न सकिन्छ त्यति धेरै चान्सेसहरू हुन्छ उसलाई सिड्युस गर्न। जति बेला तिमीहरूको भेट हुन्छ उसलाई फ्लट हानिदिने। अब फ्लट हान्ने भन्ने बित्तिकै, फ्लट गर्ने भन्ने बित्तिकै चिप्कु टाइपले दिने होइन, उसलाई दामी तरिकाले हेरिदिने। मतलब बेला बेलामा उसलाई हेरिरहने, उसँग आँखा जुझाउने प्रयास गर्ने।
किनभने उसको ध्यान आकर्षण गर्ने पहिलो मेथड भनेको नै आई कन्ट्याक्ट गर्नु हो। जस्तो सुकै नारी होस्, नारीभन्दा पहिला ऊ मानव हो। तिमीले उसलाई हेरिरहने हुँदा उसले पनि तिमीलाई नोट गर्न थाल्छ। अचम्म मान्दै यो मान्छेले मलाई किन हेरिरहेको छ भन्ने जिज्ञासा सहित तिमीलाई पनि उसले हेर्न थाल्छ हो। जब उसले पनि तिमीलाई हेर्न थाल्छ तब तिमीले सर्ट आई कन्ट्याक्ट गरिदिने। अनि जब आँखा जुत्छ, जब तिमीहरूको आँखा एक आपसमा ठोकिन्छ, मिठो मुस्कान फेसमा फुराइदिने। तिम्रो फेसको हाउभाउ मुस्कानले ठुलो भूमिका खेल्छ। पहिलो चरणमा प्राय धेरै जसो जोडीको भेट हुने भनेको ग्रुपमा हो। सो ग्रुपमा भेट हुँदा तिमी अरूभन्दा थोरै फरक हुनुपर्छ वा त फरक बनिनुपर्छ। तब मात्र तिमी नोट हुन थाल्छौ, कसैको चासोको विषय बन्न सक्छौ। धेरै नबोल्ने र बोल्दै नबोल्ने पनि होइन। जब बोल्छौ सठिक कुरा बोल्ने गर, छोटो मिठो राम्रो शब्दहरू छानेर मिसाएर बोल्ने गर। किनकि तिम्रो ग्रुपमा कोही धेरै बोल्ने छन्, कोही एकदमै कम बोल्ने छन्, तर तिमी तिनीहरूभन्दा फरक हुनुपर्दछ। किनभने हरेक मानिसलाई भिडभन्दा थोरै फरक कुरा मनपर्छ, फरक मानिस मनपर्छ। मनमा पीडा होस् वा नहोस्, जीवनमा तनाव होस् वा नहोस्, तर तिमी सदैव खुसी देखिनुपर्छ, शरीरमा बिन्दासपना देखिनुपर्छ। सकिन्छ भने बेला बेलामा थोरै फन्नी पनि भइदिनुपर्छ, तर यो एकदमै आवश्यक भने छैन। थोरै बहुत तिमीलाई भिडभन्दा फरक देखिन यी कुराहरूले मद्दत भने गर्नेछ। र वातावरण र माहौल मिल्ने बित्तिकै जहिले पनि साँचो र सही कुरा गर्ने, म्याक्सिमम पोजिटिभिटी सो गरिदिने र कथाले माग्यो भने इमान्दारिता पनि देखाइदिने। तर इमान्दारिता देखाउने कुरा मात्र होइन, तिमी जहाँ इमान्दारिता त्यहाँ संसारका सारा सफलता भन्ने एउटा भनाइ छ दिलके दाईको। यसलाई पनि मनन गरिराख। कहिले पनि निडी नदेखिने, जहिले पनि मिस्ट्रिज पर्सन भइरहने, रहस्यमय व्यक्ति खास हुन्छ। धेरै फ्र्याङ्कली नहुने, आफ्नो बारेमा सबै कुरा खुलेर कसैलाई पनि सेयर नगर्ने, एउटा कन्फ्युजन क्यारेक्टर बन्नुपर्छ। किनभने यसले मानिसहरूको मनमा एउटा क्युरियोसिटी बढाउँछ। किनकि ह्युमन नेचर एकदमै जिज्ञासु टाइपको हुन्छ। मानिसहरूलाई हरेक कुराहरू थाहा पाउन जान्न मन लाग्छ। त्यसकारण तिमी मिस्ट्रिज पर्सन बन्नै पर्छ, ताकि रहस्यमय मान्छेभित्रको मिठो मानवता बुझ्न उसले पनि एफोर्ट लाउन परोस्। जब तिमी यसरी मैले भनेका कुराहरू फलो गर्छौ, उमा परिवर्तनहरू आउनेछन्, अवश्य आउनेछन्। ढुक्क भयो यो मेरो लेखेर राखे हुन्छ। दिलके दाईको टिप्स साइन्स बोल्छ। पहिलो कुरा, तिमीले उसलाई हेरिरहने हुँदा उसले पनि किन हेरेको होला भनी तिमीलाई हेर्दै थियो, तर तिम्रो मुस्कान, तिम्रो नसारो हेराइले उसको मनमा कुछ होताएवाला म्युजिक बजाइसकेको छ। अनि तिमी अरूभन्दा फरक तिम्रो बिहेभियर, तिम्रो असल मानवता उसलाई मन परिसकेको छ। अनि त्यही माथि तिमी यति राम्रो छोटो मिठो कुरा गर्ने व्यक्ति, उसलाई तिमी केही खास लागिसकेको छ। तिम्रो कन्फ्युजन क्यारेक्टरले जिज्ञासाका खानी र नारीको मनमा तिमीलाई जान्ने खुल्दुली मचाइसकेको छ। त्यसैले ऊ तिमीलाई राम्रोसँग बुझ्न चाहन्छ, तिमीलाई नजिकबाट चिन्न चाहन्छ। उसलाई तिमीसँग डेट गर्न हतार भइसकेको छ। यो सबै कुरा उसको बिहेभियरले बताउँछ। यदि तिमी दुवैजना कुनै ग्रुपमा छौ, कुनै साथीभाइसँग छौ भने कुनै टपिक्समा कम्युनिकेसन हुँदा, कुनै टपिक्समा कुराहरू हुँदा तिमीहरू दुईको विचार राय मिलिरहेको हुन्छ। उसले तिम्रो हमा ह मिलाइरहेको हुन्छ। हो, यो एउटा ग्रिन सिग्नल हो। सिग्नल पाउनु भनेको तिमीसँग चिक्स पढिसक्नु हो। अब तिमीले उसलाई आफ्नो इसारामा नचाउनु मात्र बाँकी छ। तिमीले चाहेको सबै थोक हुन सक्छ त्यो सम्बन्धमा, तर अब त्यो सबै तिमीमा भर पर्छ। कसरी ह्यान्डल गर्न सक्छौ भन्ने मुख्य कला हो। त्यो कुरा नसकी सम्बन्ध टिकिरहने ग्यारेन्टी भने दिन सक्दिन हो। सो तिमीको झिल्के दाइलाई फेरि पनि जाँगर चल्यो भने फेरि भिडियो लिएर आउला। त्यतिन्जेलसम्म दुःख सुख सम्बन्ध टिकाइराख्नु। तथास्तु।